बाल जीवन बिमा सुन्नुभएको होला। एकैपटक वा वार्षिक प्रिमियम बुझाउन मिल्ने सुविधासहित बच्चाको बिमा गर्दा प्रस्तावक वा अभिभावकको सम्पूर्ण रिस्क कभर हुने। एकैपटक बुझाउँदा उदाहरणको लागि 5 लाखको बाल जीवन बिमा लिनुभएको छ भने मात्र एकचोटि बुझाए पुग्छ, जम्मा 3 लाख मात्र बुझाए पुग्यो र सम्पूर्ण रिस्क कभरका कुराहरू 5 लाख बराबरकै पाइन्छ। अनि मेच्युरिटीमा वा अवधि पुगेपछि 10 लाखभन्दा माथि पाइने भयो, जसले गर्दा तपाईलाई तेब्बरभन्दा बढी फाइदा हुन्छ। होइन हरेक वर्ष म तिर्छु भन्नुहुन्छ भने हरेक वर्ष 26,000 चान्चुन बुझाए पुग्छ। थप जानकारीको लागि मलाई फलो, कमेन्ट र मेसेज गर्न सक्नुहुन्छ। धन्यवाद।